साउनको महिनामा कस्तो चुरा लगाउने र कुन दिशातर्फ फर्केर लगाउने त? साउनको महिनामा तपाईले जहिले पनि काँचको हरियो र पहेँलो चुरा लगाउनु सबैभन्दा उत्तम हुन्छ। विशेष गरी तपाईले साउनको महिनामा पहेँलो भन्दा हरियो चुरा लगाउनु एकदमै उत्तम हुन्छ। प्लास्टिक वा धातुका चुराहरू भन्दा काँचको चुराको ध्वनिले घरको नकारात्मक ऊर्जालाई नष्ट गर्छ र सौभाग्य बढाउँछ। त्यसैले तपाईले हरियो चुरा लगाउँदा जहिले पनि काँचको चुराहरू मात्रै तपाईले लगाउने गर्नुहोस्। यस साउनको महिनामा यो कुरा तपाईले ध्यान दिनुहोला। त्यसैगरी साउनको महिनामा नयाँ चुरा पहिरिँदा जहिले पनि तपाईले पूर्व वा उत्तर दिशातर्फ फर्केर मात्र चुरा हातमा लगाउनुहोला। पूर्व वा उत्तर दिशालाई सकारात्मक ऊर्जा र देवताहरूको दिशा मानिने हुनाले यसरी चुरा लगाउँदा यसको प्रभाव शुभ पर्ने गर्दछ र तपाईलाई अझ राम्रो र शुभ हुने गर्दछ। दक्षिण दिशातर्फ फर्केर झुक्किएर पनि तपाईले साउनको महिनामा चुरा नलगाउनु हुँदा। त्यसैगरी चुरा लगाउँदा झुक्किएर पनि तपाईले यस्ता 5 गल्ती चाहिँ गर्दै नगर्नुहोला। नम्बर 1 मा रहेको छ फुटिएको वा चर्किएको चुरा लगाउनु। हातमा झुक्किएर पनि तपाईले फुटिएको त्यसैगरी चर्किएको चुरा कहिले पनि नलगाउनुहोला। यसले तपाईको श्रीमानको स्वास्थ्य र जीवनमा सङ्कट निम्त्याउन सक्छ। त्यसैगरी कालो वा गाढा नीलो रङको रङ मिसिएको चुरा पनि तपाईले लगाउनु हुँदैन। हरियो चुरासँग झुक्किएर पनि तपाईले कालो रङको त्यसैगरी गाढा नीलो चुरा मिसाएर लगाउने काम तपाईले गर्दै नगर्नुहोला। यसले राहु र केतुको अशुभ प्रभाव बढाउने गर्दछ। त्यसैगरी कसैलाई पनि आफ्नो चुरा उपहार नदिनुहोला। आफूले हातमा लगाइसकेको वा प्रयोग गरिसकेको हरियो चुरा अर्को व्यक्तिलाई दिनु हुँदैन। यसले तपाईको भाग्य र सौभाग्य अरूलाई हस्तान्तरण गरे सर हुन्छ। त्यसैगरी अर्को गल्ती रहेको छ खाली हात चुरा लगाउनु। पुराना चुरा फुकालेर नयाँ लगाउँदा हात कहिले पनि खाली राख्नु हुँदैन। पुराना चुरा निकाल्नु अघि नै हातमा कम्तीमा एउटा धागो वा नयाँ चुरा घुसारेर मात्र तपाईले पुराना चुराहरू निकाल्नुपर्छ। हात खाली बनाएर नयाँ चुराहरू तपाईले नलगाउनुहोला। त्यसैगरी नम्बर 5 मा रहेको छ चुरा फुकालेर भुइँमा फाल्नु। पुराना वा फुटेका चुराहरूलाई जथाभावी फोहोर ठाउँमा भुइँमा तपाईले फाल्नु हुँदैन। यसलाई तपाईले सफा कागजमा बेरेर सुरक्षित ठाउँमा नै विसर्जन गर्नु राम्रो मानिन्छ।